अध्यादेश तपाईँ हेर्नुहोस्, मन्त्री परिषदले गरेका निर्णयहरू हेर्नुहोस्, हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुहोस्, उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुहोस्। यी सबै के हुन्? यी घटनाहरू, यी सबै घटनाहरू दासढुङ्गा घटनाकै निरन्तरता हुन्। त्यसैको एउटा श्रृङ्खलाको रूपमा हामीले बुझ्नुपर्छ। त्यसैले आज नेकपा एमालेको पछाडिको सम्मुख एउटा गम्भीर कार्यभारहरू उपस्थित भएको छ। यी सबै घटनाक्रमहरूले, दासढुङ्गादेखि यहाँसम्मका घटनाक्रमहरूले हामीलाई के सङ्केत गरेको छ भने नेकपा एमालेको रक्षाको निम्ति देशी विदेशी शक्तिहरूले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान उनीहरूले सञ्चालन गरेका छन्, नेकपा एमाले र त्यसको नेतृत्वलाई चाहिँ त्यसको रक्षा गर्ने एउटा गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ। आजको यस ऐतिहासिक कार्यक्रममा मदस आश्रित स्मृति दिवसको अवसरमा हामीले यी सङ्कल्प गर्नुपर्छ। हामीले नेकपा एमालेलाई ध्वस्त पार्ने, समाप्त पार्ने जो गम्भीर षड्यन्त्र भइरहेको छ, हामी हाम्रो पार्टी, हाम्रो नेताको रक्षाको निम्ति शक्तिशाल चाहिँ हामी उभिनेछौँ। यो सङ्कल्प गर्न जरुरी छ आज यो ऐतिहासिक